समयलाई रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ मलाई कहिलेकाहीँ। म परदेशीको 23 वर्ष भइसक्यो। मेरो प्यारो बाबा उमेरमा 2 वर्षभन्दा ज्यादा भइसक्नुभयो। म कति भाग्यमानी। अझै रहर मेटिसकेको छैन बाबा मेरो तपाईँसँग बस्ने, कुरा गर्ने, सँगै खाने अनि खेल्ने पनि। तपाईँको हातले खुवाएको खाना कति मिठो हुन्थ्यो। तपाईँको हातको सिरानीमा ढल्कन अझै मन लाग्छ मलाई। आज पनि नेपाल जाँदा तपाईँ सोध्ने गर्नुहुन्छ, कान्छा पैसा छ तिमीसँग, कति चाहियो भनेर। अभाव के हो मैले कहिले थाहा पाइनँ, पिटाइ के हो मैले कहिले थाहा पाइनँ। सम्झिएर आँखा भरिन्छ मेरा आँसुले तपाईँको प्रेममा। मेरो अनि हाम्रो खुसीको लागि तपाईँ सधैँ घर बाहिर जीवनभरि नै परिश्रम गरिरहनुभयो। हो, म गरिब बाबाको धनी छोरा, तर तपाईँ कति अभागी जस्तो लाग्छ मलाई। तपाईँको सफलताको उचाइमा पुगेर कहिले मैले देखाउन सकिनँ। तपाईँले चाहेको जस्तो छोरा म बन्न सकिनँ। कता कता लाग्छ आज पनि त म पिरकै कारण बनेको छु, चाहे सानो कुरा होस् वा ठुलो कुराको सवालमा। आज पनि यो फादर्स डेमा तपाईँलाई दिने थोक केही छैन मसँग बाबा। बस भन्न चाहन्छु म तपाईँलाई धेरै धेरै माया गर्छु। प्रयत्न जारी छ, सफल भएको छुइनँ, तर हारेको पनि छुइनँ। अहिले यस्तै छ, तपाईँको आशीर्वादले मलाई सम्हालिराखेको छ अनि जीवनभरि सम्हाली रहनेछ बाबा। प्रिय मित्र, आज म तपाईँलाई यस्तै गरिब भएर पनि धनी बनाउने बाबाको विषयमा बताउन चाहन्छु, जसको नाम प्रभु येशू ख्रीष्ट हो। पापको कारणले श्रापित अनि गरिब, जसको कुनै उपाय थिएन। मलाई र तपाईँलाई पापबाट छुटकारा दिन, मृत्यु जिती बौरी उठ्न, अनन्त जीवन दिई स्वर्ग लान उहाँले दासको रूप लिनुभयो। क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। रगत बगाई सबै कुराको प्रबन्ध गर्नुभयो। यद्यपि उहाँ त सारा सृष्टिका सृष्टिकर्ता हुनुहुन्थ्यो। बस मित्र, आज तपाईँले विश्वास मात्रै गर्नुपर्छ। संसारमा आज सायद तपाईँ गरिब भए तापनि एक दिन त्यो अनन्तको देशमा तपाईँ निश्चय अवश्य धनी, धेरै धनी ठहरिनुहुनेछ। जाँदा जाँदै मेरा प्रिय विश्वासी मित्रहरू, हामीले पनि परमेश्वर पिता अनि पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रहको धनमा सबै कुराहरू पाई कहीँ कतै आजसम्म पनि उहाँलाई दुखित त तुल्याइरहेको छैनौँ। विश्वासी जीवनको यति लामो यात्रा गरिसक्दा पनि अझै पनि उहाँको घरको, उहाँको घराना मण्डलीको बीचमा पिरकै कारण मात्र त बनिरहेका छैनौँ, चाहे त्यो सानो वा ठुलो कुरामा नै किन नहोस्। अझै कति हामी यही अवस्थामा बसिरहौँ। कहिलेसम्म तिमीलाई म अझै के दिउँ, तिमीलाई म अझै कति सहौँ भनिरहनु पर्ने उहाँले मलाई अनि तपाईँलाई। आऊ, हामी सबै आफ्नो भुल गल्ती कमी कमजोरी मानिलिँदै पश्चातापी भन्दै यो फादर्स डे उता एउटा नयाँ प्रण गरौँ। उहाँलाई धेरै धेरै माया गर्दै, उहाँको मन नदुखाई, उहाँलाई सधैँ खुसी तुल्याउने सेवा गर्ने। मित्र, के तपाईँ आज यस्तो प्रण गर्न चाहनुहुन्न र? के यो फादर्स डेमा गरिब तपाईँ अनन्तको लागि तपाईँलाई धनी बनाउन सक्ने बाबालाई के तपाईँ आफ्नो बाबा बनाउन चाहनुहुन्न र? परमेश्वर बोलिरहनु भएको छ, के तपाईँ सुन्दै हुनुहुन्छ?